दाइ सुन्नु न, तपाईँको ब्याग खतरा छ त, पुरै भिसेपको छ। होमवर्कआउट गरेर यो जस्तै ब्याग कसरी बनाउन सकिन्छ त? 2-3टा एक्सर्साइज भनिदिनु न प्लिज। होमवर्कआउट गरेर ब्यागको मसला डेभलप गर्नु छ भने यी 2-3टा एक्सर्साइज गर्नु होला। यी 2-3टा एक्सर्साइजलाई हप्तामा 2 पटक चाहिँ रिपिट गर्ने कोसिस गर्नु होला। फर्स्ट एक्सर्साइज, सुरुमा एउटा पाइप अथवा एउटा लट्ठी लग्नु होला र झोलाको बिचमा राख्नु होला र तल माथि जसरी मैले यो भिडियोमा गरे हुँ त्यसरी गर्नु होला। यसको 3 सेट 25 रिपिटेसन हान्न कोसिस गर्नु होला। सेकेन्ड एक्सर्साइज, सुरुमा यो पोजिसनमा उभिने र झोलालाई समात्ने र तल माथि जसरी मैले यो भिडियोमा गरे हुँ त्यसरी गर्ने। यसको 3 सेट 25 रिपिटेसन हान्न कोसिस गर्नु होला। थर्ड एक्सर्साइज, एउटा तौलिया लग्नु होला र जसरी मैले यो भिडियोमा गरे हुँ त्यसरी गर्न कोसिस गर्नु होला। तौलियालाई भित्र लग्दाखेरि छातीलाई पुरै माथितिर फाल्न कोसिस गर्नु होला। यसको 3 सेट 25 रिपिटेसन हान्नु होला।